खाना बनाएको भिडियो बनाउँछु भनेर आइडिया आएको त थिएन। एउटा दाइले पकौडा बनाएको भिडियो युट्युबमा भनेर जिस्काउनु भयो। अब कहिले खाना बनाएको भिडियो नि आउँछ भनेर भन्नुभएको थियो। सो म इन्स्पायर भएँ, मैले बनाउँछु अब भनेर। अब दाइले भनिसकेपछि नबनाउने कुरा त भएन नि। सो हाई एभ्रिवान, आज भने म हजुरहरू सामु खाना बनाउँदैछु। यसो गफ गरेर खाना बनाउँदासम्म त फेरि खाना पकाएको मजा पनि भएन हैन। त्यही भएर गफ गर्दै खाना बनाउँदै म उता साथीसँग नि गफ गर्दै खाना बनाउँदैछु। खाना खाने टाइम एकदमै लेट भइसकेको थियो, त्यही भएर छिटो म खाना बनाउँदैछु। यसरी भिडियो बनाएर के पाउँछिस् भनेर सोच्नु होला। म चाहिँ यही भन्छु कि मेरो सेल्फ सेटिस्फ्याक्सन भनेर। म भोलि यसै गरेर भिडियो बनाउँछु भन्ने त छैन, तर पनि अहिले म बनाएर रमाइरहेको छु। थ्याङ्क यू फर वाचिङ, बाई बाई।